राजदूत भेट्न बालेन बाध्य, कडा अडान छडेर बालुवाटारमा पालो पालो संवाद सुरु। गल्दो बालेनको घमण्ड, सोमबारदेखि राजदूतसँग लामबद्ध भेटघाट। कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय सम्बन्धलाई लामो समयसम्म व्यवस्था गर्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह अनन्त आफ्नो अपरिपक्व अडानबाट पछि हट्न बाध्य भएका छन्। विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत भेटघाट नगर्ने हट पालेका बालेनले सोमबारदेखि विभिन्न देशका राजदूतहरूलाई छुट्टा छुट्टै भेट्ने भएका हुन्। प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै कूटनीतिक भेटवार्तालाई तमासा बनाएका बालेनले भारतका देश विदेश सचिव विक्रम मिश्री जस्ता विशिष्ट अतिथिलाई समेत भेट नदिँदा भ्रमण नै रद्द हुने स्थिति बनेको थियो। अमेरिका र चीनका उच्च स्तरीय प्रतिनिधिहरूलाई रित्तो हात फर्काएर अन्तर्राष्ट्रिय सम्बन्ध धमिल्याएका उनीमाथि आफ्नै मन्त्रीमण्डल र दलभित्र तीव्र दबाव परेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार आफ्नै निर्णयबाट पछि हट्दै बालेन सरकार सोमबार बिहान पहिलो भेट भारतीय राजदूत नवीन श्रीवास्तवसँग गर्दैछन्। त्यसपछि चिनिया राजदूत चाङ माओमिङ र अमेरिकी राजदूत पनि लैनचौर र बालुवाटार धाउने क्रम सुरु हुनेछ। प्रधानमन्त्रीका केटाकेटीपनको कारण थिलथिलो बनेको कूटनीतिक सम्बन्ध सुधार्न रासोपा सभापति लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनालले दौडधुप गर्नु परेको थियो। खनालले भारत र चीनको भ्रमण गरेर वातावरण मिलाउने प्रयास गरेपछि मात्र बालेन राजदूतहरूसँग संवादमा आउन तयार भएका हुन्। आफ्नो हटका कारण देशलाई अन्तर्राष्ट्रिय मञ्चमा एक्ल्याउन खोजेको बालेनको यो कदमलाई कूटनीतिक वृत्तमा देश आए दुरुस्त आए भन्दा पनि बाध्यताको समर्पणका रूपमा हेरिएको छ।